हेलो गाइस वेलकम टु माई न्यू भिडियो। हजुरलाई स्वागत छ एक मेरो नयाँ मिनी ब्लगमा। मिनी ब्लग भन्दा नि हल्का लामै हुन्छ। आज चाहिँ हामी धरानबाट पत्री माछा मार्न आएको छौँ। माछा मार्नु भन्दा नि मेन भनेको दाइको बर्थडे थियो, अनि बर्थडेको कारणले गर्दा यसो अब डुल्न जाउँ न त अलिक राम्रो ठाउँ भनेर हामी चाहिँ यहाँ पत्रीतिर आएको छौँ। माछा चाहिँ हाम्रो यहाँ छ चट्ट लाएर अघि नै आएको हामीले मार्दा धेरै मारिसक्यौँ कि त्यही भएर अब थोरै मार्ने भनेर र अब पकाउनु पर्यो नि त यसो अलिअलि। यहाँ दाइहरू चाहिँ आउँदै हुन्छ फेरि माछा मार्नु हो के गर्नु परबाट। हामी चाहिँ यहाँ म चाहिँ माछा लिएर आएँ, अब यहाँ बनाउनु पर्छ। यसो अलिअलि क्लिपहरू मिलाएर हाल्छु म, हेरिदिनु होला। हाम्रो यहाँ कराई तताउने कार्यक्रम सुरु भइसकेको छ। यहाँ टमाटर आँप के हो यहाँ दाइहरू बसिरहनु भएको छ। यहाँ चाहिँ फेरि हाम्रो सुजन दाइले दामी हानिदिनुहुन्छ है। यहाँ हाम्रो माछा छ, फिस हो इङ्ग्लिसमा फिस, माछामा नेपालीमा माछा हो। ल यहाँ दाइहरू चाहिँ हावा खाँदै बसिरहनु भएको छ सियट टेलाएर। ल यहाँ दाइहरूले चाहिँ फिस तार्दै हुनुहुन्छ। दाइ फिस कस्तो छ कि चाख्नु भएको छैन हौ? दाइले यहाँ चाख्नुको लागि निकालिसक्नु भएको छ। सियट टेलाएर सियट दाइहरू चाहिँ यहाँ तर पकाउँदै हुन्छ। अनि यहाँ पर दाइहरू चाहिँ अघि मारेको माछाहरू चाहिँ दामी केलाउँदै हुनुहुन्छ। दाइ मजा आउँदैछ दाइ? दाइले चाहिँ आधी केलाइसक्नु भएछ। यतिको चाहिँ हुनु पऱ्यो नि त। म चाहिँ त्यहाँ यसो अलिकति भिडियो पोस्ट गर्दै थिएँ, त्यही भएर म पर बसेको। लाकेन्द्र यहाँ चाहिँ हाम्रो भरेको लागि दामी छ यस कार्टुन। ल हामीले चाहिँ माछा फ्राई गरेर पनि चाख्नु थालिसक्यो हामीले। पाक्दै छ माछा खाँदै गडाङगुडुङको आवाज सुन्दै खाँदैछौँ हामी चाहिँ। भयो यहाँ चाहिँ यता भने हाम्रो दाइहरू चाहिँ अघि पगाडेको माछाको राम्रो व्यवस्था हान्दै हुन्छ। यहाँ चाहिँ आन्द्रा बुढी चलाउँदै हुनुहुन्छ दाइहरू। सक्दैन नि फेरि माछा सक्दैन 7-8 किलो कति भएछ हाम्रो। 7-8 हाम्रो चाहिँ यहाँ रमाइलो हुँदैछ गीत गाउँदै। चाहिँ दाइहरूले माछाको रस बनाउनुको लागि माछा उयो हाल्दै हुनुहुन्छ, हाल्दै हुन्छ। यहाँ दाइले चाहिँ भिडियो बनाउनुहुन्छ। गडाङगुरुङ लास्टै हुँदैछ, हावाहुरी ऊपर चलिरहेको छ। यहाँ हामीलाई यहाँ हामी अर्को माछा पकेको माछा अरे मासु कुखुराको मासु उयो बोल्नुको लागि रेडी पारेको ठाउँ हावाहुरीले गर्दाखेरि अलिक बिगाडो। अनि यहाँ पर बनाइरहेको भएको छ। यहाँ दाइहरू गीत गाउँदै रमाइलो हुँदैछ। हाम्रो चाहिँ चट्ट लगाएर यहाँ हुँदैछ। यहाँ अघि पगाडेको माछाहरू यहाँ छ, दाइहरूले काट्दैछ। दाइले चाहिँ पोल्नुको लागि कुखुराको मासु रेडी पार्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो दाइले दामी मासु पोल्दै हुन्छ पखेटाहरू। यो चाहिँ अर्ग्यानिक भट्टी है हाम्रो दाइको बर्थडे हो आज। दाइ दिनु एकचोटि दाइ नै चलिदिनु भयो लास्टै दाइले हाल्दैछ। जो रमाइलो हुँदैछ हाम्रो यहाँ अनि अझै छ हाम्रो आम्मामा लभली दाइले चाहिँ मेकमेट गरिदिनुहुन्छ माछा। हाम्रो आधी उधी पाकेन त यो हाम्रो मासु। आधी उधी चाहिँ हल्का पाक्दैछ। ल दाइलाई ह्यापी बर्थडे दाइ। ह्यापी बर्थडे। यहाँ चाहिँ हाम्रो एक प्लट पाकिसक्यो।
अरू दाइहरूले चाहिँ बियर हान्नुहुन्छ, म चाहिँ एक्सट्रिम। बियर खानु हुँदैन, एक्सट्रिम हो एक्सट्रिम। दामी हुँदैछ हाम्रो चाहिँ यहाँ, लभली भयो नि। यहाँ चाहिँ जुगाड लाएर दाइहरूले बियर राखिरहनु भएको छ। कलको नर्की खै केबाट आउँदो रहेछ, अनि यहाँ चाहिँ चिसो हुनुको लागि बनाउनु राखिराख्नु छ। बत्ती गएर बिजोक छ हौ, यता लास्टै बिजोक छ। यहाँ चाहिँ हाम्रो राँगा सेकुवा बनिँदैछ। हिजोको पार्टीले आज बिजोक बनाइरहेछ। आज फेरि हामी माछा मार्नुको लागि गएर जाँदैछौँ। केटाले आज चाहिँ फेरि माछा घर लाने अरे, अनि अलिअलि मारौँ भन्दैछ नि, त्यही भएर हामी चाहिँ मार्नु हिँड्दैछौँ। है साथीहरू, माछा चाहिँ खानुपर्छ। ल यहाँ दाइहरूले चाहिँ माछा मार्नु सुरु गरिसक्नुभयो। मैले पनि फिसिङ रड रेडी पारिसकेँ। यो चाहिँ हाम्रो जुगाडु दाइहरूले हान्दै हुन्छ, भक्क राख्छ। ए मैले त चारो पनि नलिआयो त, चारो लिएर आउनुपर्छ। हाम्रो यहाँ चारो छ, चट्ट लाएर यहाँ चारो बनाएको छौँ हामीले। यसले हान्ने हो दाइ। ल ल ल दाइ, छिटो 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 हानिदिइहालौँ त। सानो सानो छ हौ यहाँ त। सकाइदियो ए, सानो त होइन, ठुलै छ कि क्या हो। चाहिँ यहाँ चारो हाल्दैछु है। मैले चाहिँ हान्दैछु। हाम्रो चाहिँ फिसिङ रड चाहिँ खतरा छ नि फेरि यहाँ। यहाँ दाइले चाहिँ यत्रो पार्नु भएछ। ए मेरो त खाँदै खाँदैन त हौ। ल साथीहरू, मैले चाहिँ पारिसकेँ ल एउटा। ए मैले दाइ यत्रो पारिसकेँ नि दाइ। मेरो चाहिँ यहाँ परिसक्यो। अब यहाँ खाता खुलिसक्यो ल हाम्रो चाहिँ। फेरि मेरो चाहिँ सेकेन्ड लट पऱ्यो ल, दामी पारो यो चाहिँ। जस रमाइलो हुँदैछ यहाँ माछा मार्नु पनि। फेरि हामीले चाहिँ 10 मिनटमा यति पकाइसक्यौँ। अझै दाइले पनि पर पकाइदिनुहुन्छ। यहाँ लप्ली पर्दैछ, रमाइलो हुँदैछ। यहाँ कस्तो दामी पर्दैछ क्या। यहाँ चाहिँ हामीले मार्दैछौँ है, दामी दामी माछा दाइसँग। दाइले हान्दै हुनुहुन्छ, यहाँ दाइले हान्दै हुनुहुन्छ। लोक दाइ पर्दैछ माछा, मजा आउँदैछ। ल आज हामीले चाहिँ यति माछा माऱ्यौँ है साथीहरू। अब माछा मारिसक्यौँ, अब घरतिर लाग्ने हो। ल आजको लागि यति नै ब्लग है। भिडियो दिनुभएको धन्यवाद। थ्याङ्क यू फर वाचिङ।